सुदन गुरुङले देउवा नेपाल आएकै मौकामा पिए भानुमाथि सुरु गरे अनुसन्धान। भेटियो 20 करोड सम्पत्ति। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाको पनि करोडौंको सम्पत्ति भेटिएको छ। अख्तियारले गरेको अनुसन्धानमा भानु देउवाको सम्पत्ति 18 करोडदेखि 20 करोडसम्म रहेको भेटिएको हो। नेताको स्वकीयको करोडौं सम्पत्ति भेटिएपछि यति बेला जनता नै चकित परेका छन्। देउवा पटक पटक नेपालको प्रधानमन्त्री भन्दा भानु देउवा नै स्वकीय रहेका थिए। गृहमन्त्रीमा सुदन गुरुङ आएसँगै सक्रिय बनेको अख्तियारले यति बेला अनुसन्धानलाई निकै तीव्र पारेको छ। भानु देउवाको आफ्नो करोडौंको सम्पत्ति भेटिएपछि विभिन्न कामका क्रममा उपहार प्राप्त भएको भनी अख्तियारलाई बताएको पनि खुलेको छ। उपहारका नाममा घडी, मोबाइल, पर्स, गाडीदेखि घर बंगला नै पाएको देखिएको अख्तियार स्रोतले जानकारी दिएको छ। देउवाले काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 2 ठूलो भंगालमा रहेको घर सहयोग स्वरूप आर्जन गरेको पनि अख्तियारले फेला पारेको छ। बिचौलियाका काम सफल पारिदिए बापत स्वकीयले यति ठूला र महँगा उपहार प्राप्त गरेको सहजै बुझ्न सकिन्छ। केपी शर्मा ओली र शेरबहादुर देउवा पटक पटक प्रधानमन्त्री भन्दा उनीहरूका स्वकीय नै एउटै रहेका थिए, जसले गर्दा पनि उनीहरू सुरुदेखि नै अनुसन्धानको घेरामा रहेको। अचल सम्पत्तिको मूल्याङ्कन भइरहेका कारण रकमको एकिङ विवरण भने तयार पार्न केही समय लाग्ने अख्तियारले जानकारी दिएको छ। अख्तियारले उनीहरूलाई सहयोग स्वरूप घर, गाडी, गरगहना सहितका विलासिताका सामान दिने दातामाथि पनि अनुसन्धान अगाडि बढाएको खुल्न आएको छ। कतिपय माथि सोचपुछ भइरहेको छ भने केहीलाई सोचपुछ गर्ने बाँकी रहेको अख्तियारले जानकारी दिएको छ। विगतमा एमाले र कांग्रेसको सरकार हुँदा आफन्तमाथि अनुसन्धान गर्न दिने थिएनन्, तर यति बेला भने रासपाको सरकार बनेसँगै अनुसन्धानलाई तीव्र पारिएको छ। गृहमन्त्री सुदन गुरुङले त भ्रष्टाचार गर्ने कसैलाई पनि बाँकी नछाड्ने बताइसक्नु भएको छ। यति बेला अनुसन्धानकारी निकाय पनि निकै तातिरहेका छन्। गुरुङको एक्सन र निर्देशनसँगै यति बेला अख्तियारले पनि भट्टाभट मुद्दा चलाइरहेको छ। यति बेला कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा नेपाल आइसक्नु भएको छ। यही छेकोमा अनुसन्धानलाई अख्तियारले निकै तीव्र पारिरहेको छ। अख्तियारले धमाधम पूर्व नेताहरू र तिनका नजिकका मान्छे माथि नै अनुसन्धान अगाडि बढाएपछि यति बेला नेताहरूको भागाभाग भएको छ। कुनै समय चप्पल पड्काउँदै काठमाडौँ छिरेका नेताहरू यति बेला अर्बौंको मालिक बनेका छन्, जसले गर्दा पनि उनीहरूमाथि वर्षौंदेखि अनुसन्धान गर्नुपर्ने आवाज उठ्दै आएको छ।